वे टु कान्छीबरा हैन हामी अब कान्छीबरातिर जाँदैछौँ टक्क हाम्रो ग्रुप विथ लियोनल मेस्सी मिस्टर अन्त्य विथ लियोनल मेस्सी है हामी अब जाँदैछौँ कान्छीबरातिर अब अघि नै आइएको हैन उकालो सौजुङ उकालो लगभग 1 घण्टा उक्लेर माथि हिँडिसक्यौँ अब गइन्छ कान्छीबरा टक्क वनतिर घाँस काट्ने मान्छेहरू नि आएर छन् क्या होइन बोल्दै छन् हामी पनि अब जाँदैछौँ टक्क हामी अहिले सौजुङ कटरी गहिरोमा क्या यो चन्द्रकोट यताको पहिरोको ठाउँ हामी अहिले चाहिँ उसमा है यता कोरेसिया भन्ने ठाउँ हो यो चाहिँ यो तल हेर्नुहोस् कोरेसियामा यस्तो ठाउँ ठाउँमा यस्तो बस्तीहरू छ हामी अहिले कोरेसियाको यो के भन्छ कोरेसियाको हुङसिङ भन्ने ठाउँमा त्यो त घैँसराको क्याम हो क्या अन्त ल जाम ल्याऊ ओ ल्याऊ हिँड जाम होइन हामी अब रमाइलो छ लभ विथ नेचर भन्छ नि यही हो क्या जसलाई यो बाटो हिँड्न मन लाउँछ त्यसलाई यो बाटो एकदम माया लाउँछ होइन होइन अन्ते लभ नेचर लभ क्या हामी वी लभ ट्री तर हामी फेरि काङ्ग्रेसको बुटो होइन वी लभ ट्री तर हामी काङ्ग्रेसको बुटो चाहिँ होइन फेरि मिठो छ नि यतातिरको भ्यू होइन त्यो दाङसिङ साङसिङ हो क्या तिनीहरू होइन अहिले आउनु चाहिँ हामी मबिरको पानीमा आइयो होइन अन्ते तर मबिरको पानीमा आएर के गर्ने होइन अब पानी नै छैन क्या आजभोलि यो वातावरणहरू पनि बिग्रिँदै गए के भयो आउनु पनि छोडेँ त्यही भएर अब यो एउटा कुकुर छ के अरे ओ लियो अब यसले हन्टिङ गऱ्यो भने अब पिउरा सिउरा आज वनमा हन्टिङ मिठो हुन्छ के अरे गरेन भने नि हाम्रो अब त्यस्तै हो अघि त एकचोटि तल गएको होइन लियो ओ यता हेर्दा ओ लियो त्यो अघि तल गएको हिँड्नुहोस् त समात्न बस आइज 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 लियो आइज यसलाई त बिचरा थर्काउनु हुन्न नि बल्ल बल्ल हामी अब इकोलजनेर आइपुग्नुलाई होइन डेन्जर हिँड्यो हन्तमान पनि पछाडि आउँदैछन् हाम्रो लियो आइसकेको छ भने बढ्दैछौँ अगाडि गर्नुभयो उकालो चढ्दा चढ्दा होइन यहाँ अब इकोलज सर र गइन्छ यहाँको पहिलाको ठुल्ठुलो बुट्टाहरू त सब फाँडेको रहेछन् क्या है अन्ते यहाँको क्या पुरानो त्यो ठुल्ठुलो बुट्टाहरू सबै फाँडेछन् क्या सब सानो रहेछ त्यही भएर पहिला यो बाटो हिँड्दाखेरि हामी यसरी हिँड्दाखेरि यो उस हुने थिएन क्या बाटोमा घामहरू आउने थिएन अनि शीतलो थियो होइन अहिले त अब बुट्टासुट्टा सब काटेछन् होइन अब के गर्नु तर यहाँ त बल छ फेरि यहाँ कुकुरहरू पनि छन् क्या हन्टिङ आउला एकछिन म स्टेडियममा यहाँ कुकुरहरू ओ अन्ते म चाहिँ मेरो तयारी गरिसकेँ क्या आइज कुकुर जाम्ली माथिबाट अक्सहरू आयो भने तँ एउटा म एउटा होइन लागि डेन्जर बुकी चाहिँ फेरि आँसी लिएर चल्दै अझै कल्सी इकोलज भनेर स्याट कल्सी इकोलज भनेर यहाँ आयो यो कल्सी इकोलज जाने बाटो अनि यो चाहिँ यताबाट कान्छीबरा जाने बाटो यहाँ आएर छुट्टिन्छ है यो बाटो ट्याक्क बाटो यहाँ आएर किसिमले छुट्टिन्छ अब हन्तमान पनि उता भ्लग बनाउँदैछन् जाँदैछौँ हामी होइन अब
वनको बाटो घाम लाग्छ ठिक छ मौसम राम्रो छ होइन जाँदैछौँ टक्क अब अन्त्यले हेरेँ अहिले के अरे इकोलज जाने भनेको नमाम सुन्दै बोलाउँछन् यो हामीले पहिले प्लानिङ थियो म फेरि सिसी हिँड्दैछु होइन भिडियो बनाउँदै हेरौँ होइन अन्त्यको रियाक्सन के आउँछ भिडियो पज गरेर बस्दै खान्छ उल्टीले होइन भिडियो पज गरेर बस्दै खानु क्या बनाउँछ नि यो पक्का मलो रहेछ क्या छैन हो बरु औसेली पाक्ने बेला हुन लाग्छ यता त सिजनभन्दा छिट्टै यस्तो छ क्या आएको चाहिँ फेरि होइन यो मबिरको हाम्रो पुरानो चौर भन्ने हो क्या एकदम ठुलो चौर छ यहाँ हामी सानो सानो हुँदाखेरि यहाँ होइन हामीले गोरुहरू लिएर अब यहाँ आइन्थ्यो क्या हाम्रो गोरुहरू यतै बस्थे बासा बस्थे अनि हामी आइन्थ्यो क्या अब गोरुहरू बासा बस्थे यतै महिना 2 महिना 3 महिना हामी सानो सानो हुँदा गोरु छोड्न आउँथ्यौँ कि यो वनमा यो चौरमा अनि यहाँ आएर खेलिन्थ्यो बसिन्थ्यो होइन अब फेरि कुकुर पुग्दैछ ल मबिरको चौर पनि अब लियो यहाँ घुमिरहेछ होइन हामी टक्क जाँदैछौँ यहाँ पनि बिजुली बत्तीहरू ल्याइसक्यो रहेछ नभए चाहिँ यो जब इको लज बन्यो नि अनि त्यो टाइमदेखि यहाँ चाहिँ बत्तीहरू आयो क्या अहिले अब यही एउटा लजको लागि हो अब यो लज पनि राम्रो चल्छ होइन टुरिस्टहरू गेस्टहरू आएको हुन्छन् त्यही भएर अब फेसिलिटी राम्रो छ यहाँ बढ्दैछ कसैलाई अब होइन एकान्तमा गएर चिल भएर बसौँ न त होइन अब आजको नाइट स्टे होइन टक्क चिल भएर बस्थ्यौँ भन्ने कसैलाई त्यस्तो यदि भयो भने चाहिँ होइन आउँदा हुन्छ इको लजमा शान्त होइन क्याम्प फायर गरेर टक्क बस्दा आनन्द हुन्छ आफ्नो तरिकाले इन्जोय लिन सकिन्छ जस बवाल छ क्या अब इको लजमा होइन कुकुरहरू कराइरहेको थियो नि त अघिको ठाउँमा त्यहाँ अब दामी नै हुन्छ क्या नाइट स्टे बस्नको लागि त यस्तो बवाल हुन्छ नि त्यो ठाउँ फेरि चिसो ठाउँ छ होइन चिल त गइसकेको छ नि त के छ अन्त यहाँ प्लानेट भन्न खोजेको रहेछ भन्नुहोस् है तपाईँहरूले थाहा भने there is no plan B because we don't have a planet B or evergreen होइन कल्से इको लज सही हो जहाँ हामी कान्छीपाडाको बाटोतिर छौँ अहिले होइन अब जाँदैछौँ बिस्तारै होइन सब हामी चिल भएर अघि इको लजमा फेरि डेन्जर कुकुरहरू भएको क्या आउँदाखेरि होइन त्यो कुकुरहरू अहिले जाने बेलाको भगमा आउँछ त्यो कुकुरहरू अनि इको लज चाहिँ हामी अहिले जाँदाखेरि देखाउँछौँ कि हजुरहरूलाई होइन टक्क मिठो भ्यू लिन्छ होइन अनि आजको दिन भनेको यसरी नै बितिरहेको छ अब घरबाट बिहान खाना खाएर हिँड्यो अनि म निस्किँदै थिएँ घरबाट अनि अन्त्यलाई फोन गरेँ होइन जाम आज घुम्न चल्दिउँ भनेर अनि कता अरे क्या अन्त्यले त अब फोन गरेको कान्छीपाडा कहाँ जाने रे होइन जाऊँ घुमेर आमा आज होइन कान्छीपाडातिरको टक्क भ्यू लिएर आऊँ न त के छ र आफ्नै त हो नि होइन अनि आज आइछौँ क्या हामी अब अन्त्य टक्क घरबाट पानीको बोतल लिएर आऊ भने होइन म चाहिँ भाङ्रा साङ्रा बोकेर हिँड्दैछु अब म जङ्गलको बाटो आसी त चाहियो नि त सेफ्टी होइन अब ए ल अनि जाँदैछौँ यो फेरि एउटा यो खोल्सातीमा आइयो क्या हामी होइन अब के अरे यो उसको नाम के अरे यो खोल्साको नाम चाहिँ भालु खोल्सा भन्ने हो क्या हामीले सानै हुँदादेखि नै होइन यहाँ गोरु सोरु चराउन आइन्थ्यो नि त अनि सानो हुँदादेखि हामीलाई चाहिँ भालु खोल्सा हो यहाँ एक्लै नहिँड होइन भनेर चाहिँ टक्क बाहरूले भन्नुहुन्थ्यो होइन खोइ माथि गयो हो र उहाँबाट गयो नि खोइ क्यामेरा देख्छु त्यो दिन आउँदा उहाँ कालो जुम गर त भए ऊ त्यो भित्रको ऊ त्यो गयो कि क्यामेरामा गयो गइहाल्यो नि त्यहीँनिर जामजाम हल्ला नगरे कुकुरलाई लैजान्छ आउँछ यार यही हो खोला होइन तर भालु आएर छ मैले त झ्याप्प देख्न पाइनँ अन्त्यले चाहिँ देखेछन् होइन अब हामी एकछिन पोज गरेर जान्छौँ है हामी चाहिँ अब सर हिँड्दैछौँ त्यो ठाउँ अलिकति कटियो होइन हुन त ऊ त्यहीँको खोल्सा हो के अरे त्यही पनि यत्तिको आइयो नि त अब त खासै उस छैन आफूले जिस्काएन भन्ने त उनीहरूले के गर्छ र होइन त्यो भएर हामीले अनि त्यसलाई चाहिँ जसले भनेर चुप्प लाएर आइदियौँ किनभने प्रकृतिसँग लड्नु हुँदैन क्या सकिँदैन प्रकृतिसँग कहाँ लड्न सकिन्छ होइन अब जाम यो कान्छीबाट यो बाटो अब
पूजा हुनेवाला छ क्या कहिले 29 गते हो क्या आज कति रह्यो भने 22 गते आज 22 गते होइन 29 गते अब 29 गते हो कि 24 कति गते हो साँच्चै मैले त बिर्सेँ त 24 गते हो क्या 24 गते पूजा हुँदैछ क्या नभए म यो भिडियो अपलोड गर्ने टाइममा त्यहाँ हालिदिन्छु नि त डेट होइन अनि अहिले चाहिँ ठ्याक्कै बिर्सेँ क्या अनि अब जाँदैछौँ यो बाटोहरू पनि डेन्जर पुरानो हो होइन अब यहाँ हेर्नु बुटोहरू नै कत्रो बुढो बुटोहरू कत्रो ठुल्ठुलो खालके कति साल पुरानो होला जङ्गल यहाँको जङ्गल त तर बवालो हुन त हामी त अब सानैदेखि यहीँ घाँस दाउरा के गर्ने आइराख्ने भएर होला हामीलाई उस नलाग्ने होइन जस टाढाबाट नगएको मान्छेहरूलाई होइन नगएको मान्छेहरूलाई यो बाटोहरू यताउति अब भनौँ न अब कान्छीबाट आएको भनेपछि मन हुन्छ नि त होइन जस्तै हो र हामीले चाहिँ आज अब यस्तै अब भिडियो बनाउनु त नि जाउँ कान्छीपाडातिर घुमौँ भनेर आइरहेछौँ हेरौँ अब के कतिसम्म तपाईँहरूलाई बेटर देखाउन सकिन्छ होइन कतिको तपाईँहरूको मन बुझाउन सकिन्छ नभए अर्को नेक्स्ट ल मैले अनाउन्स गरिदिएँ अहिले होइन नेक्स्ट ट्राभल चाहिँ नेक्स्टको भ्लग चाहिँ होइन अब कहाँ कुन ठाउँको लिएर आऊँ ल भन्नु होइन नेक्स्ट भ्लगमा चाहिँ ठ्याक्कै म त्यो ठाउँमा गएर भ्लग गरेर आउँछु ल होइन अनि त्यो ठाउँको पनि भ्लग उठाउँला फेरि तपाईँहरूले ल जस्ट कमेन्ट गरिदिनु तर सबैले एउटै ठाउँ हुनुपर्छ फेरि त्यो जस्तै ठाउँ हो भनेर कहाँ एकैचोटि कहाँ चारैतिर होइन त्यो भएर सर गइन्छ होइन मेसो मिलेछ भने अन्तिरमा गइन्छ नभए म एक्लै गएर भए पनि तपाईँहरूले जुन ठाउँ कमेन्ट गर्नुहुन्छ एउटै ठाउँ त्यसमा गएर आउँछु ल स्योर है अहिलेलाई अब हामी जाँदै गरौँ बिस्तारै अब कान्छीबाट आउनु लागिसकेको छ धेरै छैन होइन अब त्यही 5 मिनट पनि लाग्दैन होला त्यतिमा पुगिन्छ अब हिँड्दै हेरौँ आइसक्यो क्या अन्त होइन अन्त अब होइन अब यति त आयो त यहीँबाट हो अब सुरु हानिदिने होइन अब कान्छीबाट आएको भ्युज भनेको यहाँबाट सुरु हुन्छ सर्वप्रथम त कान्छीबाट माथि आइयो हामी आज खुसीको कुरा हो भगवान्को मन्दिरतिर जान पाउनु भनेको चाहिँ होइन म हाम्रो बुवा आमाले भनेअनुसार होइन सबैभन्दा पवित्र चिज भनेकै मान्छेको मन खुसी गराउन सक्नु सफा नियतले हिँड्नु र मन्दिर जानु अब मान्छे के कस्तो जब नियतले के गरेर चल्छन् भन्ने त अब आफूमा भर पर्ने भयो नि त यहाँको अब होइन कान्छीबाट लगभग सुरु भयो उहाँ देख्नुभएको होला नि त खाली ठाउँ त्यो चाहिँ टक्क अब कान्छीबाट सुरु भएको तपाईँहरूलाई देखाउँदै लान्छु म होइन लियो टक्क अगाडि रहेछ कान्छीबाट पनि ल आयो होइन उहाँबाट आएको स्या भइयो क्या हामी त उहाँबाट लगभग हिँडिन्छौँ नि त छिटो गएर फर्किनुपर्छ घर भनेर होइन घरमा पनि फेरि अब आफ्नो काम धन्दा यताउति गर्नै पऱ्यो होइन त्यही भएर जाँदैछौँ ल हेर्नु कान्छीबाट आएको सबभन्दा पहिलो भ्यू भनेको टक्क यहाँबाट सुरु हुन्छ है हेर्नुहोस् उताबाट चाहिँ त्यो इन्ट्रान्स हो गाडीहरू आउने ठाउँ होइन हामी अहिले आएको यो बाटो चाहिँ पैदल यात्रीहरू आउने लुम्लेतिरबाट आउने बाटो होइन अनि उहाँबाट गाडीहरू आउँछ टक्क यो कान्छीबाट आएको पोखरी होइन पोखरी छ अनि सबभन्दा पुरानो मन्दिर यो हो कान्छीबाट आएको यो सानो मन्दिर चाहिँ सबभन्दा पुरानो मन्दिर हो है अब जाम हेर्दै अन्त मान्छे चिच्याउँदै गइरहेछन् के अरे के छ हेरौँला जाम होइन ठक्क कान्छीबाट आएको अब सानो मन्दिरमा आइहाल्यो सुरुमै डोक गरिहालौँ होइन कान्छीबाटलाई यस्तो छ क्या फेरि यो चाहिँ यताको भवनहरू हो यो दुइटा त्यो बस्ने टावर भइहाल्यो मन्दिरको भ्यू होइन यस्तो छ क्या टक्क पोखरी छ होइन वरिपरि बार होइन यहाँको पानी चाहिँ आजभोलि मान्छेहरूले भनेअनुसार होइन एकछिन यहीँ बसेर कुरा गरौँ न त यहाँ मान्छेहरूले भनेअनुसार पहिला हाम्रो अब होइन आमा बाहरूले त यहाँ ठुली आमाहरूले हाँस यो पोखरीमा हाँसहरू देख्नुहुन्थ्यो अरे होइन अनि मान्छेले देखेपछि गायब भइहाल्थ्यो अरे क्या तर अनि अहिले चाहिँ हामीले चाहिँ यो के देखेछौँ भन्दा यो पानी बेला कलर फेरिराख्ने त्यो चाहिँ हामीले देखिरहेछौँ होइन र यो अब के भएर हो भगवान् खुसी भएर हो कि होइन त्यो चाहिँ थाहा छैन अनि यहाँ चाहिँ पहिला खसी बोकाहरू टन्नै काट्ने होइन अनि परेवाहरू उडाउने त्यो हुन्थ्यो क्या तर अहिले चाहिँ अब खास यो पुरानो पुर्खाहरूले अब भोग चाहिन्छ भनेर नै त अब त्यो भोग दिन थालेका होलान् भगवान्लाई होइन अनि त्यो अब आजभोलि त्यो भोग दिन छोड्यो हटाउनु छोड्यो अनि कस्तो भइरहेछ क्या अब पहिलाको जस्तो उस्तै भएन त्यो भएर
अब यहाँको समितिले बरु होइन यो जुन चलिआएको चलन थियो त्यो चाहिँ गरिदिए हुन्थ्यो होइन अब बोकासोका काट्ने बलि दिनेदेखि होइन थियो नि त अनि अब आजभोलि यार सब हटाइदिए अब के कम गर्नु पूजा गर्न आए पनि कम गर्नु भन्छन् होइन हाम्रो रामप्रसाद साथी पनि रहेछन् यहाँको इन्चार्ज होइन उसले चाहिँ यहाँ गार्डनहरू टक्क च्याट्ट बनाउने यताउति गरिरहेछन् अब जाम अब बाँकी कुरा मन्दिरतिर गएर हेरौँला नि त सर र चल्दिउँ यहाँ अब फुलहरूको नाम होइन अनि फुलहरू सबै छ क्या यहाँ टक्क गार्डन राम्रो छ चट्ट बनाउनु भएको छ समितिहरू विशेष धन्यवाद हाम्रो साथीलाई होइन यहाँको इन्चार्ज अनि अन डेलिभरीमा दिन लाएर एकजना ल ओ रामप्रसाद के छ यार ठिक छौ यसलाई यहीँ राखौँ होइन टक्क यार घुम्दै आएको यो मेरै कुकुर हो नि यार लियो हामीसँग सँगै घुम्न आएको मन्दिरतिर आयो होइन अनि के छ रामप्रसाद यहाँको तिमीले हेरिरहेको छौ के अरे सबै होइन के छ अनि ठिक छ नि सन्चै छौ के अरे अस्ति पूजा गर्दा भेटिएको थियो होइन अनि आजै ठिक छ कतै गयो होइन अब जानु पर्ला नि बिस्तारै यता यसो घुम्न आऊँ होइन कहिले हो अरे पूजा कान्छी छोरा 24 गते होइन अघि म 24 गते हो कि 29 गते अघि कन्फ्युज भइरहेको थिएँ कि अनि हुन्छ अहिले भेटौँला है त ल हामी अब टक्क साथीसँग भेटेर फर्क्यौँ होइन घन्टी बजाऊँ मन्दिरको यो चाहिँ इन्ट्रान्स हो क्या यहाँबाट उकालो छ टक्क घन्टी पनि बजाइयो ट्याङ्ला टुङ्लो होइन अर्को पनि बजाऊँ यहाँ चल्दैछ यताको भ्यूहरू पनि दामी छ कान्छीबाट पहिला वरिपरि हेरौँ अनि भित्र पनि हेरौँला होइन बसिरहौँ हेरौँ यतादेखि यो गाउँहरू चाहिँ होइन सबै यो वाडी अनि यो भचेक होइन यिनीहरू गाउँहरू छ क्या त्यहाँ वाडी छ त्यहाँबाट यता गएपछि त्यो भचेक छ होइन अनि यहाँ तल झरेपछि यहाँ तल चाहिँ तान्जु माझ गाउँ पातले यता होइन यिनीहरू आउँछ क्या अनि त्यो भएर अब मन्दिरतिरको मन हेरौँ कस्तो छ होइन मन्दिरमा नि बत्ती सक्ती रहेछ राम्रो च्याट्ट परेर रहेछ भित्र हेरौँ यहाँ पनि उजाम मासलाई यो भित्र बस्छ त यहाँ पनि पुरानो हाम्रो भगवान् होइन यहाँ हाम्रो भगवान्हरू कान्छीबाट माताको दर्शन हजुरहरूले टाढैबाट भए पनि दर्शन गर्नुहोस् होइन टक्क कान्छीबाट माताको आशीर्वाद सबैलाई लागोस् सबैको राम्रो होस् होइन भगवान्ले सबैको भलो गर्नुहुन्छ सबले भगवान्लाई चाहिँ प्रार्थना गर्न छोड्नुहुन्न है हामी चाहिँ अब अर्को फेरि हाम्रो पुरानो मन्दिरतिर जाऊँ होइन टक्कै यतातिर यहाँ चाहिँ पुरानो मन्दिर तर उस रहेछ क्या बन्द रहेछ यहाँबाट त केही पनि देखिँदैन होइन अब मन्दिर यता गार्डन टक्क हामी सानो हुँदै यहीँबाट परेको छोपेर लाइन्थ्यो यार यहाँबाट परेवा छोपेर लगेर पाल्ने अब यहाँ त अब गिद्ध सिद्धले खान्छ बचेको परेवाहरू होइन के उड्छ नि त अब केले खाइदिन्छ र हामीले घर लगेर पालिसी त अनि त्यो उस हुने भयो सेफ त हुने भयो नि त अब त्यो भएर हामीले लगिन्थ्यो क्या पहिला सानोमा छोपेर लगेर पाल्ने होइन घरमा अब बेच्दिने किन्ने मान्छे पाएँ होइन त्यस्तो गरिन्थ्यो जस आफ्नो गुजारा भनौँ न लाली गुराँस फुले रहेछ क्या मिठो कान्छीबाट आएको कहाँबाट फुले कि कहाँ ल मिठो छ लाली गुराँस हामीले त लाली गुराँस त फेरि टिप्ने होइन हानिदिइहाल्ने हो राम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ लाली गुराँस धेरै खान हुन्न फेरि चिल भइन्छ धेरै खाए त
लिमिटले थोत्रो चाहिँ खानुपर्छ। अब फेरि जाउँ होइन मन्दिरतिर। एकचोटि हामी अब सल्लक्क एकछिन घुम्छौँ। विशेष केही प्याउली क्या दामी फुलेको है प्याउली। बगैँचाको फुल छुन टिप्न र खनेर लान मनाइ छ, बुझ्नुभयो नि। लियो फेरि उहाँ गएर नुहाइसक्यो अरे। ओ लियो ओ आइज 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 ओ आइज आइज। साला कहाँ पोखरीमा गएर फोहोर गर्छ। ओ लियो आइज 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 आइज। पोखरी फोहोर गर्छ साले। भुत्रो फलिसकेछ नि यहाँ, फुलेछ क्या सागहरू खरफुल। अनि यो चाहिँ के मलाई पनि थाहा छैन। यहाँ चाहिँ के रहेछ यसको नाम होला तल हेरौँ है। क्याम्फोर रेम्ले नाम के हो। फुलहरू दामी छ जस। अनि तिमीलाई मैले कतिखेर फोन गरेको त्यतिखेरदेखि हालेको भयो हुन्थ्यो नि त नि। अब मसँग ठुस्केर हुन्छ त नि यहाँ यार होइन। अब आइयो अब नेक्स्ट टाइम फेरि बवाल गर्ने हो नि त। फुल रेडीमा आउने हो होइन। ल ल ल हन्तेले के देखाउँछन् होइन हेरिदिउँ न त। हन्तेको स्ट्यान्ड देखेपछि त्यहाँ लाइक एन्ड सब्सक्राइबको त खोलो ल। ओइ सही हो मिठो। यहाँको जोस हावापानी वातावरण चाहिँ मिठो छ क्या। यहाँ बस्नको लागि यस्तो दामी छ होइन ठाउँ। यो चिसोपन होइन एकदम मजाको छ क्या। यो चाहिँ हामी गार्डनमा छौँ। मन्दिर उता अहिले होइन। मन्दिर त उतै थियो कि नि जहिले पनि होइन। हामी उता छौँ रे। लियो ओइ आइज आइज यहाँ बस। ओइ आइज ओइ बस 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 बस। बस भनेछ बस ओइ बस। सही हो। चाहिँ स्ट्रबेरी फार्मिङ चाहिँ बवाल रहेछ क्या। यसरी बाँसमा होइन माटो मल मिलाएर टक्क बाँस रोप्ने। तल बाँसको चाहिँ तल पुवाल पार्नुपर्छ क्या। त्यो पानी लिक हुनु पऱ्यो नि त हल्का। अनि यहाँ त फलेको रहेछ होइन अन्त यहाँ त फलिसकेको रहेछ। जियोस् चिसो ठाउँमा नि मजाले हुँदो रहेछ होइन स्ट्रबेरी। यो त रुख टमाटर हो कि नि मजाले पाकेको छ। टिप नि त एउटा। तर यो भित्र चाहिँ पाकेको चाहिँ दामी रातो हुन्छ। ओ बुटो भाँचिएला यो त कच्चा हुन्छ। उताको छ क्या अन्त पाकेको। उताको हो त्यो उताको उयो के उयो हो त्यो। ल सुप बनाएर अहिले टेस्ट गरेर देखाउँछु रे। पछि त अब सुप बनाएर खानुपर्छ रे यस्तो मान्छे यार है। पढेर सुनाइदिनु मलाई त जानिन। माइरिका इन्सुकुलेन्टा हो कि के हो। बेबेरी काफल काफल हो कि नेपाल नाम यार। कहाँ के बिउबेरी सिउबेरी हेरेर बसेको काफल। यो म चाहिँ काफल पढ्न नि यत्रो टाइम लाउने यार है। यो के को बुटो भन्थे यो। ए मैले भन्न बिर्सेँ स्याउ है गाइज। स्याउ हो। कति महिनापछि फल्छ। यो चाहिँ हामीले रोपेको अहिले 6 महिना भयो। यो कम्तीमा 3 वर्षपछि बल्ल स्याउको एउटा दुईटा दाना हाल्न सुरु गर्यो। 3 वर्षपछि भनेपछि त्यो यो उन्नत जाति होला होइन। डेन्जर उन्नत जाति। अब 3 वर्षमा हल्का दाना लाउनेहरूको त डेन्जर उन्नत जाति होइन त नि। ऊ त्यो त छ क्या
त्यहाँ भाङ्राहरू भएको ठाउँमा सजाउ त हामी चाहिँ हेर्दैछौँ पहिला यो मन्दिरहरू सानो सानो टिनको थियो क्या अनि त्यो मन्दिरको दायाँ साइडमा ठुलो त्यो दुधिलोको पुटु थियो होइन त्यहाँ अनि हामी आइन्थ्यो पऱ्यो छोपेरबाट सानो हुँदा बोकाहरू ल्याउँथ्यो होइन अनि ल बच्चामा छोपिन्थ्यो त पऱ्यो अनि लहर पालिन्थ्यो नि त यहाँ त गिद्ध सिद्धले मलसाप्रोले खाएर भ्याइन्छ नि त हामीले लसी त सेफ हुन्थ्यो चियर्स होइन चियाको चियर्स बवाल ल चिया हान्दिउँ हामी होइन अन्त चियर्स हान्ने हजुर हान्दिउँ ल रामप्रसाद चियर्स रेड वाइन होइन आजको मिठो जाडोमा खुकुराम होइन पड्काउँदै यसले फेरि हेरेको रहेछ क्या होइन हामी त हेरेकै हेरे साला उखुदेको खाना कि रे यत्तिको बसिराख अन्त्यमान अनि यो जाडोमा होइन टक्क चिया हान्दै भङ छान्दै कस्तो फिल आइरहेछ एकदम चिल छ होइन हजुर चिल छ होइन चिया नहुन नि रुसो क्या खुकुराम अहिले पानी धेरै हालेको थोरै हालेको चिसो भएर थोरै हालेको ल ठिक छ बम हानौँ है हान्नु मान्छे पाइन्न खानु भएको अहिले बरु रुखु खाएको हुन्छ त्यसले खाइन्छ कुकुरले त रुखु खाइन्छ नि